अब चाहिँ हामी सुत्न आँटेको अहिले कति बज्यो 12 बज्यो होला घडी देखाउन आँटेको छु 12 बजी भोलि चाहिँ हामी 4 बजी उठेर हामी सनराइज माउन्टेन प्रेयरमा जानु लागेको तर अहिलेसम्म हामी सुतेकै छैन हेर्नुहोस् भोलिको लागि रेडी भइसक्यो अरे भूमिका चाहिँ अनि निन्द्रा पनि लाग्दैन भोलि डुङ्गा हामी चाहिँ अब घाम हेर्नुको लागि हिँड्नै आँटेको के उठेको हामी चाहिँ हो हामी अघि उठेर पनि पानी पनि पिइसक्यौँ यहाँनिर अन्त अब चाहिँ हामी लागेको कता घाम राइट नाउ चाहिँ यति अँध्यारो नै छ 5:30 नागेर पनि अब चाहिँ हामी निस्केको माथि जानु अरे हौ गएकै हो हामी यति बिहान घामहरू गएकै हो हेलो गाइज हामी चाहिँ आज मर्निङ प्रेयर माउन्टेन प्रेयर सुरु गर्न गइराखेको छौँ युथहरूसँग सबै हामी युथहरू गएको क्या हाम्रो चर्चको प्रेयर सनराइज तर सनराइज यत्रो देख्छ कि सन देख्छ सन चाहिँ सनराइज चाहिँ हेर्नु गएको तर राइज चाहिँ कहाँ हुने हो मान्छे गाडीमा जानुपर्ने रहेछ 2टा गाडी रहेछ यहाँ क्या यहाँ एउटा गाडी यहाँ अर्को गाडी तातो पानी चाहिँ मैले बोकेन तिमीले बोक्छ भनेर हो ए तातो पानी छ कसैकोमा अब चाहिँ हामी यहाँ सिँढीदेखि हिँडेको यहाँमा थियो हेर नि त हाम्रो लोकेसन चाहिँ दिस इज द लोकेसन गाइस तिमीले सम्झाइनौ यहाँ हो हाम्रो लोकेसन चाहिँ खास नाम्ची पारी देख्दै गरेको यहाँ तल देख्दै गरेको जोरथाङ हो गाइस हेरेको नि आफै खै हाम्रो चिया देखौँ भनेको यो चाहिँ हामीले लिएको चियाहरू हो छेउमा जाउँ न लाउँदै ठोक्रायो ठिक छ के भन्छौ यहाँ हाम्रो गेस्ट आउनु भएको छ नि है यसो भन्दा चाहिँ 2-3 दिन हराएको गेस्ट भयो विचार सुकाम तपाईँको अचम्मको जो सृष्टि गर्नुभयो हेर्छु तारा सुन्छु गर्छन् डरलाग्दो प्रगट समय संसारमा तपाईँको प्रशंसा हो ईश्वरको पहाड पर्वत
प्रशंसा हो निराश ईश्वरको कति महान कति महान महिमा तिम्रै तिम्रै उनको छ स्वर्ग हुनेछ फोन चल्छ डर लाग्यो लु म आएको ल देखाउ न रोक्नु त सक्दिनँ चढ्छु ल ल यहाँ रोक कहाँबाट चढ्नु फेरि अब चाहिँ हामी यहाँ ब्रेकफास्ट गरिरहेका छौँ बहिनीहरू नखाएको किन पाउँदा तिमी चिनी खान्छौ नुन म नुन नुन खान्छौ अर्पण त चिनीको खानु गराउनु ल चिनीको पनि खान्छु होइन दादाले अलि थ्याङ्क यू गर्दा खान्छ भन्दै ए हो अर्पण त म नुनको खान्छु नि सनराइज एन्ड टी नो सनराइज Guys, you can see the sunrise. There's no sunrise today. अर्पण दाले यहाँनिर बनाएको छ मिडवे अर्पण दाले Arpan the specialist. त्यस्तो हुन्छ नि चिया खाऊ है अहिले चाहिँ यत्तिको उज्यालो भएको छ तर आज चाहिँ यहाँ धुम्म भएकोले घामै राम्रो देख्न पाएनौँ यहाँ चाहिँ यस्तो छ नि ढुङ्गा छ आङ्गाने ढुङ्गा भनिन्छ यहाँको नाम चाहिँ यो माथिको चाहिँ दुर्पिनी एन्ड दिस इज आङ्गाने ढुङ्गा ए क्या दामी देख्दो रहेछ यहाँबाट चिया सकिकन 2 फ्लास सीधा हो उयो गरौँ न एउटा अन्त हामी त नभन्नु घाममै त सिक्नुहोस् न बाई बाई